पेल्भिसको बारेमा चाहिँ कुरा गरौँ। फर्स्टमा चाहिँ यसको एनाटोमिकल पोजिसनमा होल्ड गरेर चाहिँ हामीले ग्रेटर सियाटिक नोड्समा हात चाहिँ यसरी राखेर चाहिँ यसरी भयो। एसिटाबुलम चाहिँ के भन्छ ल्याटरल पोजिसनमा हुनु पर्यो र अलिकति इन्क्लाइन्ड हुनु पर्यो बिकज हाम्रो पेल्भिस अलिकति इन्क्लाइन्ड पोजिसनमा छ हैन। र यसको चाहिँ एनाटोमिकल पोजिसनमा होल्ड गर्नु पर्यो यसरी। र यसको पार्ट्सहरुको कुरा गर्दा चाहिँ सबसे फर्स्टमा माथिको चाहिँ इलियाक क्रेस्ट छ। यसको चाहिँ के भन्छ तीनटा लिप हुन्छ। इलियाक क्रेस्टको सबसे अगाडिको चाहिँ एन्टेरियर सुपेरियर इलियाक स्पाइन भयो। अनि त्यसपछि दिस इज द इलियाक फोसा भयो। अनि त्यसपछि दिस इज द अरिकुलर सर्फेस भयो जुन चाहिँ के हुन्छ हाम्रो स्याक्रोइलियाक जोइन्ट चाहिँ बनाउँछ यता स्याक्रमसम्म आएर चाहिँ। अनि त्यस्तै यहाँ तल के चाहिँ ग्रेटर सियाटिक नोच भयो। अनि त्यो चाहिँ इसियल स्पाइन भयो। अनि यसको भन्दा तल चाहिँ वी हेभ लेसर सियाटिक नोच। अनि अगाडि चाहिँ इज द इसियम। इसियमको चाहिँ फर्स्टमा त्यो प्रोमिनेन्ट पार्ट चाहिँ इसियल ट्युबर्सिटी भयो। अनि त्यसको चाहिँ सुपेरियर र्यामस र इन्फेरियर र्यामस हुन्छ। त्यस्तै अगाडिको चाहिँ प्युबिस भयो। प्युबिसको पनि वी हेभ बडी, इन्फेरियर र्यामस र सुपेरियर र्यामस। इसियोप्युबिक जोइन्ट चाहिँ यहाँ चाहिँ फर्मेसन गर्छ जुन चाहिँ हाम्रो एज डिटर्मिनेसनको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ। अनि अर्को भनेको दिस इज द एसिटाबुलम इन विच द हेड अफ द फेमर आर्टिकुलेट्स। यो चाहिँ एसिटाबुलम भयो। दिस इज फर्म बाई द फ्युजन अफ द 3 बोन्स भयो। अनि त्यहाँ पछाडि अर्को भनेको चाहिँ यसमा ट्राइरेडिएट चाहिँ कार्टिलेज हुन्छ जसले पनि हाम्रो एज डिटर्मिनेसनमा चाहिँ हेल्प गर्छ। त्यस्तै यसको अर्को भनेको इलियाक क्रेस्टले पनि हाम्रो एज डिटर्मिनेसनमा हेल्प गर्छ। फर द सेक्स डिटर्मिनेसन यसको लागि चाहिँ हाम्रो चाहिँ फर्स्टमा चाहिँ पेल्भिक क्याभिटी नै गर्यो भने चाहिँ यसको इनलेटको सेप हेर्नु पर्यो। हार्ट सेप इन केस अफ द मेल भयो भने। अनि फिमेलको केसमा चाहिँ हाम्रो चाहिँ सिलिन्ड्रिकल सेप हुन्छ। त्यस्तो माथिको इनलेट र आउटलेटमा चाहिँ त्यस्तो धेरै ड्रास्टिक चेन्ज हुँदैन डाइमेन्सनमा। मेलको केसमा चाहिँ वी हेभ द कोनिकल अथवा फनल सेप चाहिँ क्याभिटी हुन्छ पेल्भिक क्याभिटी। यसको मेन हाम्रो जान्नुपर्ने भनेको दुईटा कुरा छ, सियाटिक नोड्स र प्री अरिकुलर सल्कस। र यसमा चाहिँ हाम्रो नट प्रोमिनेन्ट इन केस अफ द मेल जस्तै यसमा चाहिँ प्रोमिनेन्ट छैन। सियाटिक नोड्समा चाहिँ वी हेभ द स्मलर अनि त्यसपछि चाहिँ न्यारोर र न्यारोर भयो। अनि डिपर हुन्छ विच इज अल्सो द हुक सेप। यसमा चाहिँ हामीले हुक सेप भन्न सक्छौँ। अनि अर्को भनेको इन केस अफ द फिमेलको केसमा छ भने चाहिँ हाम्रो चाहिँ एउटा भनेको प्री अरिकुलर सर्कस भयो। दिस इज भेरी प्रोमिनेन्ट इन केस अफ द फिमेल्स। अनि त्यहाँ पछाडि अनि अर्को भनेको चाहिँ वी हेभ दिस ग्रेटर सियाटिक नोड जुन चाहिँ के हुन्छ लार्जर भयो, स्यालोवर हुन्छ। वाइडर, लार्जर र स्यालोवर चाहिँ हुन्छ हाम्रो फिमेलको केसमा चाहिँ।